निर्णायक मण्डल प्रमुख अतिथि एवं मेरा सम्पूर्ण प्रतिस्पर्धी अथवा अप्रतिस्पर्धी साथीहरूमा स्वीकार्नुहोस्। म गीता सिन्धालीको न्यानो अभिवादन। आज यस श्री सिद्धेश्वर माध्यमिक विद्यालयले शुक्रबारे कार्यक्रम अन्तर्गत आयोजना गरेको स्वस्थ मन स्वस्थ जीवन शीर्षकमा वक्तृत्व कला प्रतियोगिताको शीर्षकमा मेरा छोटो भनाइ राख्न पाउँदा म एकदमै हर्षित छु। सदस्य महोदय, म आफ्नो विषयवस्तुतर्फ राख्न चाहन्छु। हामी शारीरिक मानसिक रूपमा स्वस्थ भएर मात्रै हाम्रो जीवनको कुनै अर्थ हुँदैन। हामी स्वस्थ जीवन हुनको लागि हाम्रो स्वस्थ मन आवश्यकता पर्छ। हामीले स्वस्थ मन बनाउनको लागि योग ध्यान प्राणायाम गर्नुपर्छ। वास्तवमा हामी बुझ्ने गर्छौँ कि स्वस्थ जीवन भनेको शारीरिक अवस्था हो, तर वास्तवमा स्वस्थ मन स्वस्थ अवस्था स्वस्थ जीवन भनेको स्वस्थ मन हो। स्वस्थ मन भन्नाले चिन्ता, स्वस्थ मन भन्नाले निराशा होइन, आशा बोक्ने, नकारात्मक होइन सकारात्मक सोच्ने, समस्या होइन समस्याको समाधानको उपाय खोज्ने भन्ने बुझिन्छ। हामी यदि हाम्रो मन मानिसको सबैभन्दा सुन्दर वस्तु नै मन हो। यदि मानिसको मन स्वस्थ छैन भने त्यो मानिसको त्यो सुन्दर मुहारको कुनै पनि अर्थ हुने छैन। यदि मानिसको मन स्वस्थ छ भने मानिसको मन सक्रिय छ भने ऊ सम्पूर्ण रूपमा सक्रिय हुनेछ। मानिसको मन स्वस्थ रहनको लागि हामीले दिनौ योग ध्यान प्राणायाम गर्नुपर्छ। यदि मानिसको मन सक्रिय भयो भने हामी एकाग्रता हुन सक्छौँ। यदि हाम्रो मन स्वस्थ छैन भने हामीले कुनै पनि गरेको कार्यहरू स्पष्ट रूपमा सक्रिय हुने छैन। यदि जहाँ मानिसको मन सक्रिय र स्वस्थ हुनेछ त्यहाँ मानिसले सम्पूर्ण गरेका कार्यहरू स्पष्टसँग सफल हुनेछन्। जाँदै म अन्त्यमा के भन्न चाहन्छु भने स्वस्थ मन नै स्वस्थ जीवनको आधार हो। हामीले स्वस्थ मन बनाउनका लागि दिनौ योग ध्यान गर्नुपर्छ भन्दै मेरा छोटा भनाइ यही टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद। त्यसैले हामी विद्यार्थीहरूले दैनिक रूपमा ध्यान प्राणायाम गर्नुपर्दछ। आफ्ना मनमा गुम्सिएर बसेका ती विभिन्न खालका नराम्रा तत्त्वहरू नराम्रा कुराहरूलाई आफ्नो मिल्ने साथी विश्वसनीय साथी गुरुजन तथा अभिभावकहरूमा भनेमा हाम्रो मन एकदमै हलुका हुने गर्दछ। अन्त्यमा म के भन्न चाहन्छु भने हामी विद्यार्थीहरूले दैनिक रूपमा ध्यान प्राणायाम गर्नुपर्दछ। आफ्नो मनमा लागेको कुरा सबैसँग सेयर गर्नुपर्दछ र आफ्नो लक्ष्यप्रति उन्मुख भइलाग्नु पर्दछ। र म अन्त्यमा के भन्न चाहन्छु भने पहिले आफू जित अनि जीवन त आफै जितिनेछ। धन्यवाद। गुरुवर्ग एवं मेरा सम्पूर्ण साथीहरूमा स्वीकार्नुहोस् म मगरको हार्दिक न्यानो अभिवादन। आज भइरहेको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ स्वस्थ मन स्वस्थ जीवन। हामी सबैलाई थाहा छ जीवनलाई सुख सफल र समर्थक बनाउन केवल शारीरिक स्वास्थ्य मात्र पर्याप्त हुँदैन। शारीरिक स्वास्थ्य मात्र पर्याप्त हुँदैन। शरीरभन्दा पनि मन स्वस्थ भयो भने